मेरो भिडियो हेर्नुहुने सम्पूर्ण मित्रहरूमा नमस्कार। आजको यो भिडियो चाहिँ थोरै जानकारीमूलक रहेको छ। विशेष गरेर नानी बाबुहरूको लागि चिप्लेटीको आवश्यकता हुन्छ नि हाम्रो गाउँघरतिर हैन। यो चाहिँ सहरको कुनै एक ठाउँको मैले यो भिडियो बनाइरहेको छु। सहरमा चाहिँ यस्तो पार्कहरू हुन्छ, चिल्ड्रेन पार्कहरू, यसमा चिप्लेटीहरू बनाइरहेको हुन्छ बालबालिकाहरूको लागि। तर यो चिप्लेटी चाहिँ अलिक विशेष खालको रहेछ कि एकदम सिम्पल खालको। विशेष खालको चाहिँ मैले किन भने सिम्पल साधारण हाम्रो गाउँघरतिर पनि बनाउन सकिने खालको रहेछ। अग्लो भिरालो जमिनमा यो चिप्लेटी बनाइरहेको छ। अनि सानसानो नानी बाबाहरूको अवस्था हेरेर अब थोरै कुनै चिप्लेटी अलि लामो हैन, कुनै छोटो, यो चाहिँ सानो छोटो छ। यो सानसानो नानी बाबाहरू खेलिराख्नु भएको छ। यो चाहिँ यी बिचमा भर्याङ पनि छ हैन। अनि छेउछेउमा चाहिँ चिप्लेट छ। अनि त्योभन्दा छेउमा चाहिँ रेलिङ पनि छ समाउनको लागि हैन। अनि यो सानो नानी बाबाहरूभन्दा अलिक ठुलो 10-12 वर्षको नानी बाबाहरूको लागि भने अलि अग्लो लामो पनि बनाउन सकिने रहेछ। यो चाहिँ यहाँ चाहिँ यो चिप्लिने भागमा चाहिँ मार्बल फिटिङ गरेको रहेछ। तर हाम्रो गाउँघरतिर चाहिँ मार्बल नभए पनि एउटा सिमेन्टको घोला हालेर पनि चिप्लो बनाउन सकिन्छ हैन। मैले यो किन बनाइरहेको भने भिडियो चाहिँ नानी बाबुका आमा बाबाहरूलाई त एकदम मन लाग्छ नि हैन। आफ्नो नानी बाबाहरूले पनि खेलोस् भन्ने विचार हुन्छ। हो त्यसको लागि चाहिँ हाम्रो गाउँघरमा पनि समाजसेवीहरू हुनुहुन्छ, वडा सदस्य, वडा अध्यक्षज्यूहरू हुनुहुन्छ। उहाँहरूकै हातमा स्थानीय सरकार छ। उहाँहरूले बजेट चाहिँ बनाउन सक्नुहुन्छ सानसानो थोरै। अनि नानी बाबुको आमा बाबाहरूले पनि गजगचाउनु पर्यो हैन स्थानीय सरकारलाई। यसरी सानसानो चिल्ड्रेन पार्कहरू चाहिँ हाम्रो गाउँघरमा पनि बनाउन सकिने रहेछ। किन सहरै धाउनु परेर हैन। त्यसपछि सहर पनि बिर्सिन्छ, गाउँघरमै नानी बाबाहरू पनि रम्छन् भन्ने हेतुले यो भिडियो बनाइरहेको छु। यहाँहरूले कस्तो लाग्छ? भिडियो अन्तिमसम्म हेर्नुभएपछि यहाँहरूले लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दै म यहीँ बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।